यो चाहिँ घुङ्सा बजार र हामी चाहिँ अहिले यता वारी डाँडामा घुङ्साको यतापट्टि हाइड्रो पार भएको मासतिर हामी उकालोमा जाँदैछौँ र यहाँ हामी माथि दुध पोखरी पिनु परको थोपी 11 बच्चा र हामी दुध पोखरीमा जाँदैछौँ। यसरी हामी 9 जनाको ग्रुप अहिले आज 26 गतेको दिन 26 गतेको दिनमा हामी यहाँ माथि दुध पोखरी सम्म जाँदैछौँ र उहाँ चाहिँ घुङ्सा बजारमा हुनुहुन्छ र अहिले हामी चाहिँ 9 जनाको ग्रुप चाहिँ यो यहाँ तलदेखि उकालो आएर अहिले चाहिँ हामी यहाँसम्म आइपुगेका छौँ र अझै यहाँ माथि जानुपर्ने छ कति जाँदै माथि छौँ। यो उकालो यो दुध पोखरी हामी जाँदैछौँ 9 जनाको ग्रुप। यी पारी हिमालहरू देख्न सकिन्छ। हामी यहाँ दुध पोखरी जाने बाटोमा यसरी म दृश्यहरू देखाइरहेको छु तपाईहरुलाई। यो दृश्य कति सुन्दर र कति राम्रो ठाउँहरू देख्न सकिन्छ र हामी उकालो जाँदैछौँ। उकालो जाँदाखेरि सास पर्ने रहेछ र यहाँ मलाई बोल्न पनि अलिक गाह्रो भइरहेको छ र हामी उकालो गइरहेछौँ। वारिपारि हिमालहरू सेतै हिउँ झरेर टल्किरहेको छ र घाम पनि लागिरहेको छ र सफा मौसम आज एकदम राम्रो मौसम रहेको छ र उकालो जाँदैछौँ। दुध पोखरीबाट बगेको यहाँ खोला यहाँ तल सेतै छ। यहाँ तल थाकेर यहाँ गलेर यसरी आउँदै हुनुहुन्छ। ल हाम्रो पर्मिला बहिनी र हाम्रो नानु आङमा बहिनी र यसरी उकालोमा अगाडि साथीहरू यहाँ बस्दै हुनुहुन्छ। यसरी दुध पोखरी जाँदैछ। दुध पोखरी जाने 9 जना ग्रुप टोली यो ठाउँमा पुगिसकेको छ। यहाँसम्म पुगिसकेको छु। दुध पोखरी जाने क्रमको यहाँ हाम्रो थाकेर हाम्रो टोलीहरू ग्रुपहरू थाकेर यहाँ बिसाउन बसेको अवस्था र वारिपारि सुन्दर दृश्यहरू देख्न सकिन्छ र यहाँ हिमालहरू देख्न सकिन्छ। एकदम हिमालहरू यहाँ माथि फुल यो पनि दबाई नै हुन्छ भनेर भन्नुभएको छ। हिमाली क्षेत्रमा जुनै चिज भए पनि चिन्नेलाई चाहिँ दबाई नै दबाई छ अरे भन्छ। यसो हेर्नुहोस् है हिमाल क्षेत्रमा यो यस्तो खालको फुल पाइन्छ। यो युमा वरक र युमा पोखरी भन्दछ। यो युमा पोखरीमा यहाँ अहिले हामी दर्शन गरेर फर्किनु आँटिसकेको छौँ र निकै लामो रहेछ। यहाँ तलदेखि माथिसम्म यहाँदेखि माथिसम्म निकै लामो छ यो पोखरी र यहाँ यता हिमाल छ, यता हिमालहरू छ र यसरी हिमालहरू छ र यसको बीचमा युमा पोखरी र छ। यहाँ निकै लामो रहेछ माथिसम्म र यहाँ माथि पत्थरहरू यहाँ हिमालहरू छ र हामी अब फेरि
युमा पोखरीदेखि थेवा पोखरी माथि जानुपर्ने, यताबाट माथि जानुपर्ने, यहाँ माथि पल्लोपट्टि छ र हामी यहाँ दर्शन गरेर अब युमा पोखरीमा दर्शन गरेर अब उकालो लाग्ने सुरसर गर्दैछौँ। र यहाँ चाहिँ महागुरु तपस्या गर्नु बस्नु भएको गुफा, यो ओडार भित्र हाम्रो महागुरु फाल्गुनन्द तपस्या गरेर यहाँबाट सिद्धि शक्ति लिनुभएको यो इतिहास रहेको छ। र यो ऐतिहासिक यो क्षेत्र यो युमा वारक भन्छ, यो युमा पोखरी हो। र युमा पोखरीमा हामी अहिले दर्शन गरेर फेरि थेवा पोखरीमा अब हामी जाँदैछौँ। हामी यहाँ यो दुध पोखरीमा यस्तो राम्रो रहेछ र यस्तो ढुङ्गामा माथि नै रहेछ, ढुङ्गा माथि यसरी दुध पोखरी रहेछ र यसरी सुन्दरताले भरिएको यहाँ दृश्य देख्न सकिन्छ। यहाँ हिउँ परेको रहेछ, वरिपरि हिउँले ढाकेको रहेछ र हामी मुस्किलले यहाँ पुगेर यहाँ हामी सेवा लगाउन आँटेको छौँ र यति सुन्दर ठाउँमा हामी पुगेका छौँ र हामीलाई यो सबैभन्दा खुसीको कुरा हो। हामीलाई निकै साहसिलो भएर हामी यहाँ आइपुगेका छौँ र यहाँ हामी मङ्सिबुङदेखि फक्ताङसम्म तीर्थयात्रा गर्ने क्रममा हामी लगभग 32 जनाको ग्रुप आएका थियौँ र तिनीहरू हजारेफुकुसम्म हामी 32 जनाको ग्रुप आउन सफल भएका छौँ। त्यहाँदेखि हजारे ओडारदेखि 2 जना अस्वस्थ भएर फर्किनु भयो र त्यहाँदेखि हामी माथि 30 जनाको ग्रुप माथि फक्ताङ फेदीसम्म हामी तीर्थयात्रा क्रममा हामी मारुमफुकु पारुमफुकुसम्म हामी पुग्न सफल भयौँ र त्यहाँदेखि हामी 20 जनाको ग्रुप फेरि माथि युमा थानसम्म पुग्न सफल भएका थियौँ र त्यहाँदेखि 15 जना माथि बैतालीसम्म पुग्न सफल भएका थियौँ र त्यहाँदेखि आएर फर्केर फेरि यता खम्बसिङदेखि हामी लोनकसम्मको यात्रामा हामी कतिजना थियौँ भने हिजो लगभग 17 जनाको ग्रुप मात्र पुगेका थियौँ लोनकमा। लोनक बजारमा, लोनक बस्तीमा त्यहाँ क्याम्पमा हामी लगाएको थियौँ र हिजो 25 गतिको दिन र आज हामी 26 गतिको दिन यहाँ थेवा वरकमा, यहाँ दुध पोखरीमा यहाँ आएर हामी यहाँ दर्शन गर्दैछौँ, सेवा लगाउँदैछौँ र हामी यसरी थियौँ र सोचेभन्दा धेरै यहाँ सुन्दरले भरिएको र यसरी उठाइराखेको छ। 3वटा ढुङ्गा राखेर हाङचोलुङ शिर उठाएर यसरी हामी फर्केको छौँ दुध पोखरीबाट। हामी थेवा वरकबाट चाहिँ हामी यसरी फर्किँदैछौँ र म यसरी यो माङचोलुङमा लागेको यो चोलुङको लागि यो ढुङ्गा उठाइराखेको छु। यहाँ हाम्रो काकी आउँदै हुनुहुन्छ र यहाँ माथि आउँदै हुनुहुन्छ हाम्रो काकीहरू। यहाँ ओह्रालो अघि उकालो जाँदा चाहिँ स्वास्थ्य माथि थियो र बल्लैले पुगेर हामी दर्शन गरेर फर्किसक्यौँ पिनु वरकबाट। ल बिदा हुन चाहन्छु म सन्त बहादुर गुरुङ। सेवा र सेवा र सेवा।